बुढी आज दले भाइ खाना खान आएन है? खोइ आएकै छैन। बिचरा कति पिर गर्दै होला एक्लोपनको। त्यही त हो नि, पूजा पनि हामीलाई केही नभनिकन गइहालेछ। पहिला जाने मान्छे तपाईँलाई सोधेर जान्छ होला नि। छोडिदिनु अर्काको कुरा। छोरीमा टाउको दुख्यो भनेर फत्रक फत्रक भइरहेछ। मेडिकल लगेर देखाउ न त, औषध दिइहाल्छ। के मलाई सोधिरहेको? कि तपाईँलाई भन्न पनि नहुने? बच्चाहरू बिरामी भयो भने त हेलचेक्राइ गर्नुहुन्न नि बुढी, र कसैको आश पनि गर्नु हुँदैन। आफ्नो बच्चाको ख्याल त आफैले गर्नुपर्छ, होइन भने त ख्याल ख्यालमै जान सक्छ। कुरो बुझ्यौ नि? दले भाइ के त्यहाँ बस्न लाग्यो? यतै बस। यतै बस। हामी खान्छु भयो त गाईहरूको। दले भाइ खाना खायो त? खाइयो दाइ। म त घरमै छु। कति बेला आएर खानुभयो नि बाबु? अनि के भन्छ यो दले भाइ, कहाँ खायो त खाना? ए दाइ अस्ति त्यो सन्ते भाइलाई योभन्दा अगाडिको महिनामा विदेश पठाएको थिएँ। राम्रो काम पाएछ अरे। अनि उसको बाउले देखेपछि हर्षले घरमा लगेर खाना नखुवाइकन छाडेर दाइ। अनि त्यही सन्ते भाइकोमै खाना खाएर आएको। ए खै दले भाइ, म पनि के गरौँ जस्तो भयो भने। के भयो र दाइ? हरेस खायो जस्तो देख्छु त। के भन्नु र दले भाइ, आजभन्दा 20-30 वर्ष अगाडि नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्थ्यो। अब कृषि भन्ने शब्द कता हरायो थाहै भएन। के गर्ने किसान दाइ, खेतीपाती गर्नेहरूले ब्याङ्कमा ऋण लिएर छोराछोरीलाई विदेश पठाइरहेको छ। अवस्था यस्तो छ। अनि किन विदेश नपठाओस् त? मल बिउ किन्दाखेरि बोराको 3000 र 4000 भन्छन्। धान मकै बेच्दा 800 र 900 पैसा आउँछ हामीलाई। अनि किसानको मर्म कसले बुझिदिन्छ? किसानको मर्म कृषि विकास बैङ्कले वा कृषि मन्त्रालयले बुझ्नु पर्ने हो भाउजू। बुझेको बुझ्यो। उनीहरूलाई देशमा भ्रष्टाचार गर्दै ठिक्क छ। कसरी किसानको मर्म बुझोस्? ल हेर न दले भाइ, कृषि विकास बैङ्कले न मलबिको अनुगमन गर्छ, हामीले अनुसन्धान गरेर नयाँ प्रणालीबाट काम गर्छौँ भन्दा हामीलाई सहयोग पनि गर्दैन। हामीले ऋण माग्न गयो भने हामीसँग घर जग्गा धितो माग्छ। हामी गरिब किसानसँग कहाँको घर जग्गा हुनु? घर जग्गा त सबै दलाल र भूमाफियासँग छ। कुरो बुझ्यौ नि? जुनसुकै ब्याङ्क आए पनि सबै नाफा कमाउने ब्याङ्कहरू मात्र रहेछन्। अनि तिमीले भने जस्तो अनि गाउँका युवाहरू विदेश नगएर के गरून् त? सरकारले किसानलाई हेर्ने हो भने गाउँका युवाहरू विदेश जानै पर्दैन। विदेश नगएपछि सरकार मारमा पर्छ। कुरा यही हो। कुरा बुझ्नुभयो नि भाउजू? त्यो चाहिँ कसरी बाबु? मैले कुरा बुझिनँ नि। कुरो यस्तो हो बुहारी, युवकहरू विदेश नगए रेमिटेन्स सरकारलाई भित्रिँदैन। रेमिटेन्स नआए नेताहरू पालिँदैन। त्यही भएर सरकारले कृषितिर ध्यान नदिएको। कुरो बुझ्यौ नि? हाम्रो नेपालमा उत्पादन नभएपछि बाहिरबाट खाद्यान्न आउने भयो। बाहिरबाट आएको खाद्यान्नमा भ्याट बढी हुने भयो। बढी भ्याट भयो भने सरकारलाई फाइदा हुने भयो। अनि कहाँ सरकारले नेपाली उत्पादन हेर्छ? नेपाली उत्पादन वा खाद्यान्नमा भ्याट कम हुन्छ। त्यही भएर सरकारले नेपाललाई अलिकति चासो दिँदैन। अब हामी सबैले कुरा बुझ्यौँ नि? यही हो यथार्थ। कुरा पनि धेरै भयो। जाउँ भित्र गएर चिया खाऊँ।
एकैचोटि जाने हो दाइ सँगै जाउँ न जाउँ त जाउँ गएर आइहाल्छु नि हौ कस्तो छ तँलाई अलिअलि ठिकै छ ए अनि आज कता जाने हिँड्न यसो जोतेर होइन त्यहाँ खोला छेउमा जाउँ न त्यहाँ आज रमाइलो पनि हुन्छ आमाले त्यतातिर नजानु भन्नुभएको छ जान्न के झन् आज शनिबार कस्तो आमाले थाहा पाउनु भयो भने मार्नुहुन्छ लु हिँड्छौ तारामै